एक पटकको कुरा हो। एक शान्त जंगलको गहिरो भागमा एउटा सानो चरा बस्थी। उसको पंखहरू चम्किला थिए र उसको मन असाध्यै दयालु। तर उसको एउटा अनौठो बानी थियो। हरेक दिन उसले देखेको, सुनेको वा महसुस गरेको हरेक कुरा ऊ एउटा सानो ढुङ्गामा लेख्थी। खुसीको पल होस् या पीडादायक, उसले विश्वास गर्थी हरेक क्षण सम्झन योग्य हुन्छ। उसले सोच्थी सकारात्मक सम्झनाहरूले मुस्कान ल्याउँछ र नकारात्मकहरूलाई दिलमा नराखी ढुङ्गामा लेखेर छोडिदिनु राम्रो हुन्छ। त्यसैले ऊ हरेक दिन नयाँ ढुङ्गा उठाउँथी, आफ्नो ठुन्टोले त्यसमा भावना कोर्थी र सानो कपडाको झोलामा राख्थी, जसलाई ऊ जहाँ जहाँ उठ्थी त्यहाँ लान्थी। सुरुमा त्यो यात्रा रमाइलो थियो। उसलाई लाग्थ्यो यी सम्झनाहरू भविष्यमा काम लाग्छन्। झोला बिस्तारै उसकै जीवनको खजाना बन्यो, उसको हरेक अनुभवले भरिएको। तर दिन बित्दै गए, ढुङ्गाहरू बढ्दै गए र झोला गरुङ्गो हुँदै गयो। अब त्यो झोला उसको पुवाखहरूमा भारी बन्न थाल्यो र उसको उडान बिस्तारै सुस्त हुँदै गयो। ऊ पहिले जस्तै अग्लो उड्न सक्दिन थिए, तर उसले यो महसुस गरिन। उसको बानी उस्तै रह्यो, ढुङ्गा सङ्कलन गर्दै गइरही। एक दिन उसको भेट एउटा बुद्धिमान बुढो उल्लु पन्छीसँग भयो। उल्लुले सोधे, सानी चरी, किन यो झोला बोकेकी छेउ? चरी मुस्कुराई र भनी, यसमा मेरो जीवनको हरेक खुसी, हरेक पीडा, हरेक पाठ भरिएको छ। उल्लुले गम्भीर हुँदै भने, तिमी आज बाँचिरहेकी छेउ कि हिजोका सम्झनासँग उडिरहेकी छेउ? चरी अल्मली, उसले बुझिन र फेरि बिस्तारै उडेर गई। तर त्यो उडान अघिल्ला दिनहरू भन्दा अझै भारी थियो। हप्ताहरू बित्दै गए, झोला अब पुरै ढुङ्गाहरूले भरिएको थियो। चरी उड्नै नसक्ने अवस्थामा पुगेकी थिए। उसका पखेटाहरू दुख्न थाले, ऊ थकित थिए र एक साँझ जब पानी परिरहेको थियो, ऊ सुरक्षित ठाउँ खोज्दै उड्न थाली। तर त्यो भारी झोलाको बोझले ऊ भुइँमा झरी। उसको नाजुक शरीर तिनै सम्झनाहरूको तौलले थिचियो, जो कहिले उसलाई बचाउनेछ भन्ने ठानिएको थियो। रातको समयमा उल्लु चुपचाप चरी लडेको ठाउँमा आइपुगे। त्यो सानो चरी शान्त भएर लडिरहेकी थिए र आफ्नो जीवनको अन्तिम सास फेर्दै थिए। उल्लुले दुखी भएर फुसफुसाए, सम्झनाहरू हामीलाई मार्ग देखाउनका लागि हुन्, हाम्रो पिजडा बन्नका लागि होइनन्। चरी अतीतका हरेक कुरा बोकेर बाँच्न खोजिन्, तर अहिलेको पललाई बाँच्न बिर्सिन्। हामी सबै कहिलेकाहीँ अतीतका दुःख या खुसीका सम्झनाहरू धेरै लामो समयसम्म बोकिरहन्छौँ। तर जीवन भनेको छाड्ने कुरा हो। हामी भूतकाल परिवर्तन गर्न सक्दैनौँ, तर अहिलेको पललाई सुन्दर बनाउन सक्छौँ। त्यसैले सक्ने जतिलाई माफ गरौँ, विगतका कुरालाई भुलौँ र अघि बढौँ। नयाँ अनुभव प्राप्त गरौँ, नयाँ पाइला चालौँ र हलुका मनले बाँचौँ। यो कथा एउटा सानो चराको जीवन मार्फत हामीलाई सन्देश दिन्छ। अतीतका मिठा वा दुःखद सम्झनाहरूलाई बोकेर हिँडिरहँदा हामी आफै थाकिन्छौँ, जीवन झन्झटिलो बन्छ अनि भविष्यतिर अगाडि बढ्न सक्दैनौँ। जीवन भनेको सिक्ने, माफ गर्ने र अघि बढ्ने प्रक्रिया हो। यदि हजुरहरूलाई यो कथा मन परे कृपया लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यसले हामीलाई थप यस्तै कथा बनाउन प्रेरित गर्नेछ। अर्को भिडियोमा भेट्ने बाचा राख्दै अहिलेलाई बिदा माग्छौँ। आफ्नो ख्याल राख्नुहोला। हस्त धन्यवाद। जय नेपाल।